नमस्कार टासीले फेबुलो कुससाङभो अनि विशेष गरी हजुरहरूलाई के सूचना दिन चाहन्छु भनेदेखि यहाँ टिबेटन कम्युनिटी हल गान्धी रोडमा बेथनीको नजिकमा यहाँ काङ्ग्युर पूजा यसरी भव्य रूपमा चलिरहेको छ र यस काङ्ग्युर पूजामा विशेष गरी विभिन्न गुम्बाहरूबाट अनि लामाहरू झन्डै 100 को आसपासमा यसरी पधार्नु भएर 100 भन्दा बढी ठेली पुस्तकको या त्रिपिटका बुद्धको वचन पवित्र ग्रन्थको पाठन पाठको पूजा यसरी चल्दैछ र यो काङ्ग्युर पूजा चाहिँ विशेष गरी के हो भनेदेखि यो चाहिँ विशेष गरी बुद्धको वचन है पवित्र वचनको पाठन पाठ पूजा हो र यसमा अनि जस्तो विनय पिटका भयो अनि सूत्र पिटका भयो अनि प्रज्ञा पारमिताको भयो त्यसरी नै अनि तपाईको रत्नकुटा इत्यादि एकदमै पवित्र ग्रन्थहरूको पाठन पाठ यसरी काङ्ग्युर पूजा चलिरहेछ र यो विशेष गरी राखिएको कारण चाहिँ के हो भनेदेखि विश्व शान्ति अनि त्यसरी नै धर्मगुरुहरूको दीर्घायुको निम्ति र त्यसरी नै जति पनि आजसम्म वैश्विक महामारीले गर्दाखेरि लडाइँ झगडाले गर्दाखेरि विभिन्न अर्को प्राकृतिक प्रकोपको कारणहरूले गर्दाखेरि है बितेका ती दिवंगत आत्माहरूलाई चिर शान्ति पाउनका निम्ति अनि त्यसरी नै सबै प्राणीहरूको सुख समृद्धिको निम्ति र विशेष गरी यस पूजा र यस काङ्ग्युर पूजा पाठन पाठ गर्दाखेरि हाम्रा विघ्न बाधा जति पनि नकारात्मक तत्त्वहरू यसरी टालेर जानेछ दश ग्रह इत्यादि निवारण भएर जानेछ र सुख समृद्धिको जीवन यापन गर्न पाओस् भन्ने हेतुले नै यो काङ्ग्युर पूजा यसरी राखिएको हो र यसमा झन्डै 100 को आसपासमा यसरी लामाहरू पधार्नु भएको छ र भव्य रूपमा यसरी पाठन पाठको पूजा भइरहेको छ र तपाईहरू सबैलाई यसको अब यो लाभान्वित हुनका निम्ति है यसको लाभ उठाउनका निम्ति तपाईहरुलाई यसरी सूचना दिइरहेछु र यो चाहिँ हिजो 18 तारिक मई 2022 देखि लिएर भोलिसम्म यसरी निरन्तर चल्नेछ। हवस् त, धन्यवाद, नमस्कार।